सम्पूर्ण भलिबल प्रेमीहरूलाई नमस्कार। म मानबहादुर श्रेष्ठ। जुन हिजो हाम्रो अन्डर 19 का बहिनीहरूले विदेशी भूमिमा आफ्नो खेल प्रदर्शन गर्नुभयो, हामी सबैको मन जित्नु भएको छ। उहाँहरूले देखाउनु भएको विदेशी भूमिमा नेपालको झण्डा फरफराउँदै गर्दा नेपालको नेसनल एन्थम बज्दाखेरि हामी विश्वको जुनैसुकै ठाउँबाट पनि हामीले हेर्दाखेरि हामीलाई कति आनन्द मिलेको थियो, हाम्रो छाती कति फुलेर आएको थियो। अब तपाईँ हाम्रो पालो रहेको छ, जुन बहिनीहरूको काम खेलेर जुन आफ्नो देशलाई चाहिँ मेडल दिलाइसक्नु भएको छ। बहिनीहरूलाई अब हामीले धन्यवाद मात्रै दिएर पुग्दैन र हामीले बहिनीहरूलाई भाइरल मात्रै गराएर पुग्दैन। मलाई लाग्छ नेपालमा चाहिँ धेरै खेलाडीहरूलाई चाहिँ यस्तै भइरहेको छ। धेरै खेलाडीहरू भाइरल मात्रै हुने तर आर्थिक अवस्था निकै नै कमजोर रहेको छ। त्यो भएको भएर आज म आफै पनि यो कुराबाट भोकेर आएको छु र मलाई आज 10-12 घण्टाको काममा यति थकै लाग्दा पनि मेरो मनैभरि हिजो जुन बहिनीहरूले खेलेको प्रदर्शन देखेर अब हाम्रो पालो हो, हामीले केही गर्नुपर्छ। हामी जस्तै बहिनीहरू पनि यसरी विदेशिनु नपरोस्, बहिनीहरूले खेललाई निरन्तरता गरिरहोस् भन्ने लागेको छ। जुन बहिनीहरूले आफ्नो स्कुल कलेजलाई केही समयको लागि ग्याप गरेर उहाँहरूले हाम्रो लागि र देशको लागि त खेलेर देखाइसक्नु भयो होइन र। अब चाहिँ मैले आज यस्तो निर्णय लिएको छु, तपाईहरूलाई कस्तो लाग्छ र मैले यो निर्णय लिइसकेको छु। र कस्तो खालको निर्णय लिएको छु भने अब आउँदो आइतबार भित्र चाहिँ बहिनीहरूको हातमा केही रकमहरू चाहिँ सङ्कलन गरेर चाहिँ उहाँहरूको खेलाडीहरूको हातमा राखिदिने एउटा निर्णय गरेको छु। तपाईहरूलाई कस्तो लाग्छ कमेन्टहरू गर्नुहोला र तपाईहरूले आफूले सकेको एकदम यसमा हजारौं लाखौं त्यस्तो खालको भन्दा पनि तपाईहरूले हामीहरूले एक कप चियाको, एक कप कुनै एउटा चिसोको, कुनै एउटा हामीले केही खाने चिजहरूकोबाट थोरै छुट्याएर हाम्रा नेपाली सानसाना बहिनीहरू अन्डर 19 का बहिनीहरूलाई चाहिँ जुन देशको नाम चिनाउने बहिनीहरूलाई चाहिँ सहयोग गरौँ भन्ने एउटा सोच लिएर आएको छु। नेपाल सरकारले गर्ला नगर्ला आफ्नो ठाउँमा छ, नेपाल भलिबल सङ्घले गर्ला नगर्ला आफ्नो ठाउँमा छ र हामीले चाहिँ अवश्य नै गर्नेछौँ भन्ने एउटा आशा लिएको छु। योभन्दा अगाडि पनि हामीले एउटा भलिबल खेलाडी आयुष्मा पुन मगरलाई मृत्यु र जीवनबाट चाहिँ हामीले जोगाएर उहाँलाई चाहिँ एउटा नयाँ जीवन दिएका छौँ। हामी सम्पूर्ण भलिबल प्रेमीहरू मिल्यौँ भने एउटा थोपा मिलेर चाहिँ एउटा गिलासमा पानी भरिन्छ र गिलासको पानी हालेर चाहिँ एउटा गाग्री भरिन्छ भने जस्तै तपाईँ हाम्रो 2-4 रुपियाँ 200 रुपियाँ सहयोग गर्यो भने चाहिँ पक्कै पनि बहिनीहरूलाई एउटा राम्रो जुत्ता किन्ने पैसा आउँछ। आगामी दिनहरूमा बहिनीहरूको लागि सबैभन्दा मनोबल बढ्छ। ओहो हामीले खेल्यो भने त यस्तो हुँदो रहेछ भन्ने एउटा पर्नुपर्छ जस्तो लाग्छ। त्यो कुराहरू जुन मैले विगतमा भोगेर आइसकेको छु र अब त्यो कुरा जुन मैले भोगेर दुःख पीडा जति आफूले स्ट्रगल गरेर आएको छु, आगामी दिनहरूमा चाहिँ त्यस्तो नहोस् भनेर म आफैबाट चाहिँ अभियान सुरु गरेको छु। अब हामीले नेपालको महिला भलिबल, पुरुष भलिबलको खेलहरू मात्रै हेरेर बसिरहनुभन्दा हामीले केही सहयोग गरौँ भनेर चाहिँ अगाडि बढेको छु। आउनुहोस् आजको दिनदेखिबाट चाहिँ अब आउने आइतबारभित्र चाहिँ उहाँहरूको हातमा केही रकम हालिदिने सोच गरेको छु। फेरि पनि भनेको छु र यसमा चाहिँ सम्पूर्ण 12 जना खेलाडी र प्रशिक्षक गरेर 13 जनालाई चाहिँ समान उठेको पैसाबाट चाहिँ समान रूपले चाहिँ दिने निर्णय गरेको छु। र यसमा मलाई जुन यो पावर आइरहेको छ, जुन मेरो व्हिल पावर भनेको चाहिँ यो जतिजनाको मोबाइलमा यो भिडियो आइरहेको छ, तपाईहरू सबैजनाले नै मेरो लागि इनर्जी र मेरो देशमा खेलिरहेका मेरा देशको नाम चिनाउने बहिनीहरूको लागि चाहिँ इनर्जी तपाईहरूले दिनुभएको छ भन्ने एउटा आशा लिएको छु। र यसमा चाहिँ मैले चाहिँ स्पष्ट तरिकाले कुनै 1 रुपियाँ 1 पैसा पनि तलमाथि नहुने हिसाबले सिधा उहाँहरूको चाहिँ
मेरो एउटा जुन एकाउन्ट रहेको छ त्यो एकाउन्ट मैले हजुरहरूलाई सुरुमै देखाउने छु र सम्पूर्ण स्टेटमेन्टहरू आइतबारसम्मको चाहिँ स्टेटमेन्टहरू देखाएर तपाईहरुलाई चाहिँ प्रदर्शन गरेर कोले कति पैसा हाल्नुभयो भनेर सबैले देख्नुहुनेछ। त्यसको सहित हालेर चाहिँ उहाँहरूलाई चाहिँ सहयोग गरौँ भन्ने एउटा सोच गरेको छु। एकदमै सबैजना हाम्रो मनकारी भलिबल प्रेमीहरूले चाहिँ सहयोग गर्ने हुनेछ भन्ने आशा लिएको छु र तपाईहरुले पक्कै पनि सहयोग गर्नुहुनेछ भन्ने एउटा सोच विचार लिएर चाहिँ मैले यो सोच गराएको छु। तपाईहरु सबैको सहयोग एकदम अमूल्य रहेको छ। तपाईहरुले मलाई थाहा छ, म एज आफै पनि भोगिसकेको छु। विदेशी भूमिमा हामीले कतिको दुःख मेहनत गरेर कसरी हामीले पैसा कमाइरहेको छौं हैन। कति जनाले कसरी दुःख गरेर दिनरात नभनिकन आफूले खाने खाना टाइममा नभनिकन नसुतिकन पनि पैसा कमाइरहनु भएको छ। उहाँहरुको एक रुपैयाँको चाहिँ मलाई एकदमै दुःख पीडा बुझेको छु। त्यो भएको भएर मबाट चाहिँ त्यस्तो काम हुने छैन। त्यो भएको भएर तपाईहरुले मलाई फेरि पनि एकचोटी विश्वास गर्नुहोस् र मैले स्क्रिनमा चाहिँ मेरो एउटा क्यूआर कोड या ब्यालेन्स को फोटो पनि राखेर सहित मेरो एकाउन्ट नम्बर दिनेछु र त्यसमा चाहिँ तपाईहरुले जति सक्नुहुन्छ 20, 50, 100, 150, 500, 1000 जति सक्नुहुन्छ त्यति सहयोग गर्नुहोस् र त्यो पैसा जस्तोको त्यस्तै हाम्रो अन्डर 19 का बहिनीहरुलाई चाहिँ दिनेछु भन्ने घोषणा गरेको छु। सबैजनाले शेयर गरिदिनु होला यो भिडियोलाई र हाम्रो नेपाली चेलीहरुलाई आगामी दिनहरुमा चाहिँ अझै कसरी गेम जित्ने, कसरी कन्टिन्यू ट्रेनिङ हुने भन्ने एउटा ऊर्जा जुन उहाँहरुमा जोश आउने छ भन्ने आशा लिएको छु। धन्यवाद। सबैजनाले माया गरिदिनु होला र आगामी दिनहरुमा पनि यसरी नै तपाईहरुको साथ एकदम अमूल्य रहेको छ र यो भिडियोलाई जति सक्दो शेयर गरिदिनु होला। तपाईहरुले सहयोगको अपेक्षा लिएको छु र तपाईहरुको शेयर कमेन्ट पनि तपाईहरुको यसमा चाहिँ सल्लाह सुझाव पनि आशा लिएको छु भन्दै बिदा हुन्छु। धन्यवाद। जय भलिबल।